नमस्ते साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। आज म कक्षा 12को रिटोटिङको रिजल्ट कहिले आउँछ त्यसको बारेमा जानकारी दिन गइरहेको छु। यदि कक्षा 12को रिटोटिङको एक्जाम दिएर रिजल्टको पर्खाइमा हुनुहुन्छ भने यो भिडियो तपाईँकै लागि हो। यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी बेल आइकन अन गरिदिनु होला। साथीहरू, 2083को कक्षा 12को रिटोटिङको रिजल्ट कहिले आउँछ, कतिसम्म आउँछ मनमा लागेको होला। रिटोटिङको आवेदन असार 6 गतेदेखि 12 गतेसम्म खुल्ला थियो। अघिल्ला वर्षहरू हेर्दा रिटोटिङ रिजल्ट आवेदन बन्द भएको करिब 2 देखि 6 हप्ताभित्र आउने गरेको देखिन्छ। यस आधारमा 2083 सालको क्लास 12 वा कक्षा 12को रिटोटिङ रिजल्ट साउन महिनाभित्र आउन सकिने अनुमान गर्न सकिन्छ। तर यो एनइबीको आधिकारिक मिति भने होइन। रिटोटिङ रिजल्ट प्रकाशित भएपछि हेर्नका लागि एनइबीको आधिकारिक वेबसाइटमा जानुहोला। रिटोटिङ रिजल्ट सम्बन्धी सूचना खोज्नुहोला। आफ्नो सिम्बल नम्बर वा आवश्यक विवरण प्रविष्ट गर्नुहोला। सबमिट बटनमा क्लिक गर्नुहोला। तपाईँको रिटोटिङको रिजल्ट स्क्रिनमा देखिनेछ। यदि रिटोटिङ पछि प्राप्ताङ्कमा परिवर्तन भएको छ भने नयाँ नतिजा अपडेट भएर देखिनेछ। परिवर्तन नभएको अवस्थामा पुरानै नतिजा कायम रहनेछ। हस्त भिडियो मन परेमा लाइक र च्यानललाई सब्सक्राइब गरेर सपोर्ट पनि गरिदिनु होला। हस्त धन्यवाद। फेरि भेटौँला अर्को साता।